शनि जयन्ती के हो त? शनि जयन्ती शनिदेवको जन्मोत्सवको रूपमा मनाइन्छ। यो दिन विशेष गरी ज्येष्ठ अमावास्या तिथिमा पर्छ र यसले अध्यात्म कर्म दर्शन र आत्मपरीक्षणको महत्त्वपूर्ण अवसर प्रदान गर्छ। नीलाञ्जना समावासं रविपुत्रं यमाग्रजं छाया मार्तण्ड सम्भूतं तं नमामि शनैश्चरम्। अर्थ, म नीलवर्ण यमराजका अग्रज सूर्य र छायाबाट उत्पन्न भएका शनिदेवलाई नमन गर्दछु। शनि न्याय, अनुशासन र धैर्यका प्रतीक हुन्। शनि जयन्ती हामीलाई जीवनमा हाम्रो कर्मको लेखाजोखा गर्न र पुनः संयमित बन्न सन्देश दिन्छ। शनिदेवको पौराणिक कथा। शनिदेव छायाबाट उत्पन्न भएका थिए। सूर्यदेवकी पत्नी संज्ञा आफ्नो तेजस्वी पतिको साथ सहन नसकी ध्यानमा लाग्दा उनले आफ्नो छायाबाट छायालाई सिर्जना गरिन्। छायाबाट शनिदेवको जन्म भयो। शनि अत्यन्त तपस्याशील र गम्भीर प्रकृतिका थिए। जन्मेदेखि नै उनी गम्भीर र शक्तिशाली दृष्टिका धनी थिए। उनको दृष्टिले सूर्यलाई नै असर गर्यो, जसले उहाँलाई उपेक्षित गरियो। तर उनले शिवजीको घोर तपस्या गरी ग्रहहरूको राजा सर शक्ति प्राप्त गरे। उनको कथा केवल पौराणिक छैन, जीवनको सत्य प्रतीक हो। कठिनाइबाट पार पाउँदै न्यायका मार्गमा हिँड्ने व्यक्ति महान बन्छ। ज्योतिष शास्त्रमा शनिको भूमिका। शनि ग्रह जन्मकुण्डलीमा कर्म परीक्षण, स्थायित्व र विलम्बका ग्रह मानिन्छन्। शनिको गति सुस्त हुन्छ। उनी एक राशिमा करिब 2.5 वर्ष बिताउँछन्। सप्तमे रोगदम ज्ञेयम, अष्टमे मृत्युदम स्मृतम, द्वादशे व्यसनम ज्ञेयम, शनिश्चरेण संशयः। शनि 10औं भावमा बलियो हुन्छ भने अष्टम, द्वादश, सप्तम भावमा समस्याहरू ल्याउन सक्छन्। 7.5 यानि कि 7.5 वर्ष र ढैया यानि कि 2.5 वर्षको अवधिमा शनि जीवनको कडा परीक्षा लिन्छन्, तर सुधारका लागि अवसर पनि दिन्छन्। शनि जयन्तीका विधिहरू। शनि जयन्तीमा शनिदेवको पूजा विशेष विधिबाट गरिन्छ। ब्रह्म मुहुर्तमा उठेर शुद्ध वस्त्रमा शनिदेवलाई कालो तिल, नीला फुल, सरसौँका तेल अर्पण गरिन्छ। शनिदेवको मुख्य मन्त्र ओम सम शनिश्चराय नमः र गायत्री मन्त्र ओम कृष्णाङ्गाय विद्महे रविपुत्राय धीमहि तन्नः मन्दः प्रचोदयात्। यसको रूपकहरूको अर्थ कालो तिल तमोगुण नाशक, सरसोका तेल शुद्धिकर्ता, नीला फुल शान्तिको प्रतीक हो। वैज्ञानिक दृष्टिले यी उपायले मानसिक स्थिरता र आत्मिक शुद्धता ल्याउँछन्। वैज्ञानिक दृष्टिकोण र शनि ग्रह। शनि ग्रह, जसलाई अङ्ग्रेजीमा स्याटर्न भनिन्छ, सूर्यबाट 6औं ग्रह हो। यो एक ग्यास जाइन्ट हो, मुख्यतः हाइड्रोजन र हिलियमबाट बनेको हुन्छ। शनि ग्रहको वलयहरू यानि कि रिङ्स अत्यन्त सुन्दर र वैज्ञानिक दृष्टिले अनौठो छन्। नासाले शनि ग्रहबाट आउने रेडियो तरङ्गहरू र ध्वनि, जसलाई औरल फ्रिक्वेन्सी भनिन्छ, रेकर्ड गरेको छ। शनि ग्रहले 29.5 वर्षमा सूर्यको एक परिक्रमामा यात्रा गर्छ। त्यसैले ज्योतिष शास्त्रमा शनिको प्रभाव गहिरो, दीर्घकालीन र परिवर्तनकारी मानिन्छ। शनिको प्रभाव जीवनमा कसरी देखिन्छ? शनि ग्रहले हाम्रो जीवनमा मानसिक, सामाजिक, आर्थिक रूपले प्रभाव पार्छ। उनी न्यायप्रिय छन् तर कठोर परीक्षक हुन्। शनि समय दिन्छन्, तपाईलाई आफै प्रमाणित गर्न बाध्य पार्छन्। शनि महादशा 7.5 वा ढैयाको समय पीडादायक हुन सक्छ, तर आत्मविश्वासको ठुलो अवसर पनि दिन्छ। शुभम करोति कालः शनिर्भक्तस्य मानवः दण्डम ददाति पापाय न निन्दम तस्य चेष्टितम। ज्योतिषीय समाधान र यसका उपायहरू। शनि दोषको शान्तिका लागि 5 प्रमुख उपायहरू छन्। हनुमानको पूजा गर्नु, कालो तिल, तेल, लोहो र छाता आदिको दान गर्नु, पिपलको रुखमा जल अर्पण गर्नु, कागलाई खाना खुवाउनु र शनि मन्त्र जप गर्नु ओम सम शनैश्चराय नमः। यी उपायहरू मानसिक, सामाजिक र आध्यात्मिक रूपान्तरणमा पनि सहायक छन्। दैनिक व्यवहार सुधार्नाले शनि कृपा प्राप्त गर्न सकिन्छ। शनि र कर्मको दर्शन। शनि ग्रह कर्मका प्रतीक हुन्। उनी हाम्रो प्रत्येक कार्यको लेखाजोखा गर्छन्। शनि शिक्षक हुन्, जसको पाठ कहिले सजिलो हुँदैन तर अत्यन्त प्रभावकारी हुन्छ। कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। शनि सन्देश दिन्छन्, तिमी कर्म गर, फल म हेर्छु। उनको दर्शन आजको युगमा अझ महत्त्वपूर्ण छ, जहाँ धैर्य, सत्यता र श्रमको मूल्य हराउँदैछ।
शुभम करोति कालः शनिर्भक्तस्य मानवः दण्डम ददाति पापयन निन्दम तस्य चेष्टितम। तपाईहरुलाई पनि शनि जयन्तीको हार्दिक मङ्गलमय शुभकामना।